नमस्कार सबैलाई। हामी छौँ बारा जिल्लामा अवस्थित गढीमाई मन्दिरमा, जुन चाहिँ नेपालको अत्यन्त प्रसिद्ध धार्मिक स्थल रहेको छ। यदि तपाईँ पहिलो पटक आउँदै हुनुहुन्छ भने बिहान सबेरै आउनुभयो भने चाहिँ सबभन्दा राम्रो समय हुन्छ। किन भन्दाखेरि बिहानको समयमा यहाँ भिडभाड अलिक कम हुने गर्दछ। यहाँ आउने भक्तहरू देवी गढीमाईसँग सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्छन्। गढीमाई देवीलाई शक्तिको प्रतीक पनि मानिन्छ। उहाँ काली देवीकै एक रूप हुनुहुन्छ भन्ने विश्वास पनि छ। यहाँ प्रत्येक 5 वर्षमा गढीमाई मेला लाग्ने गर्छ, जहाँ नेपाल मात्रै होइन भारतबाट पनि लाखौं भक्तजनहरू आउने गर्छन्। यहाँ आएर भक्तहरूले मनोकामना पूरा भएको अनुभव सुनाउने गर्छन्। त्यसैले गढीमाई मन्दिर केवल दर्शनको ठाउँ मात्र होइन, यो विश्वास र आशाको केन्द्र पनि हो। घन्टीको आवाजले मनलाई अत्यन्त शान्त बनाउँछ। तपाईहरू पहिला गढीमाई मन्दिर यहाँ आउनुभएको छ भने कमेन्टमा लेख्नुहोला। आजको यो गढीमाई मन्दिरको बिहानको यात्रा यहीँ समाप्त गर्दछौँ।